म गाउँपालिकाको अध्यक्ष हुँदा हिमाली गाउँपालिकाको कुनै ठाउँमा पनि त्यो 4 पाङ्ग्रे 2 पाङ्ग्रे गाडी हिँड्ने ठाउँ चाहिँ थिएन। र आज अब यो वर्षभित्र 2081 को अषाढ 82 को अषाढ मसान्तसम्म सायद मलाई लाग्छ बिछ्याको छेउछाउमा गाडी पुग्छ। मैतर्नासम्मको मैतर्नाभन्दा अगाडि 1 किलोमिटर बिछ्यासम्मको हामीले टेन्डर आह्वान गरेका छौँ। 2 करोड 54 लाखको सायद मलाई लाग्छ यो 4-5 गते टेन्डर ओपन हुन्छ र चैतको अन्तिमसम्म काम चाहिँ सुरु हुन्छ, चाहे ठेक्का जोनसुकै मान्छेको पर्ला। त्यस्तै हिजो अस्ति मात्र यो वर्षौं वर्षदेखिको झुन्डिएर रहेको अप्ठ्यारोमा परेको गोलीगौँडातिरको यता कोट जाने 2 नम्बर वडा सदरमुकाम जोड्ने सडक छ, त्यो अहिले भोजकाटियासम्म कन्टिन्यू गाडी जाने खालको वातावरण भएको छ। अब हामी करिब 70-75 लाख रुपियाँको ठेक्का चाहिँ 1-2 दिनमा हामी निकाल्दैछौँ 2 नम्बर जाने बाटोको लागि। त्यो सायद कोटी गाउँको नजिकसम्म पुग्छ। र हिजो त्यो खोलामा काम गर्ने मान्छेहरूले एकदमै गलत ढङ्गले काम गरेर यो प्रादेशिक बजेटका कारणले उहाँहरूले काम नगरिकन पैसाको भुक्तानी लिने काम भएको छ। त्यहाँ चाहिँ अझै माथि पुग्ने बाटो अहिले तलसम्म छ, जहाँ पनि खनिएको बाटो छ त्यो बाटो सही किसिमले नखनिएको हुनाले यसलाई सुधार्ने र अगाडि बढ्ने किसिमले हामीहरूले धेरै ठुलो पहल गरेका छौँ। हाम्रो अहिलेको वर्तमान माननीय मन्त्री र प्रदेश माननीय समेत सडकको डी साँपे सडकको डी र हामीहरू लागेर त्यो अहिलेको जो 64,43,40,000 रुपियाँ गाउँपालिकालाई खर्च गर्ने गरिकन हस्तान्तरण भएर आएको छ। यसमा केही रकम हामी गाउँपालिकाबाट लगानी गर्ने गरेर फेरि हामी टेन्डर गर्ने प्रक्रियामा छौँ। र अब बाटो 82 सालमा कुनै पनि 7 वडामा गाडी नपुग्ने ठाउँ कहीँ रहँदैन। म यो घोषणा गर्छु, वचन नै दिन सक्छु। 82 सालभित्र कुनै पनि हिमालीको 3टा वडामा पुग्न बाँकी छ, कुनै 1-2 वटा बस्ती बाँकी होला, जस्तो गुम्मा बामा गाडी पुग्न चाहिँ गाह्रो होला, अरू सबै बस्तीमा करिब गाडी पुगिसक्छ। र मलाई लाग्छ चैतभित्रै हुने सम्भावना छ भन्ने समितिका साथीहरूले मलाई खबर गर्नुभएको छ। हिमाली गाउँपालिकाको वैशाख 1 गतेभित्र कुनै पनि घर बाँकी रहँदैन, सबै घरमा बत्ती बल्दैछ। बिछ्याको 3टै वडामा कादुरीले बत्ती बल्दैछ। यहाँको बाँकी रहेको 6 नम्बर वडाको धिमबोल्डीको सायद आजभोलि प्रत्येक घरमा वायरिङ भइराखेको छ। अबको 15-20 दिनभित्र सबै ठाउँमा बत्ती बल्छ। यतातिर नेट इन्टरनेटको कुरा अघि पनि कुरा आयो। 3 नम्बर वडादेखि लिएर बिछ्याका सबै वडा, स्वास्थ्य चौकी, माध्यमिक विद्यालय, यी सबै ठाउँमा नेट इन्टरनेटको व्यवस्था चाहिँ भएको छ। आज सञ्चारमा पनि हामीहरू जोडिएका छौँ। त्यसरी अब बेलीको र आजको काम गर्ने कुरामा अलिकति फरक हुनसक्छ, सहज हुनसक्छ। पूर्ण रूपमा विकास भएको छ भन्ने होइन, हामीले न्यूनतम आवश्यकता पुरा गर्नका लागि पनि धेरै ठुलो समस्या थियो, आज पनि छ। यसलाई चिर्दै हामीहरू अगाडि बढेका छौँ। जे जति गर्न सकियो हाम्रो पालिकाले, हामीले सबै जनप्रतिनिधि साथीहरू, विभिन्न खालको सङ्घ संस्थाहरूसँग अनुरोध गरेर उहाँहरूको सहकार्यमा काम चाहिँ अगाडि बढिराखेको छ। र जुन कृषितिरको कुरा छ, तपाईँहरूले जुन उत्पादन गरेको कुरा छ, तरकारी उत्पादन गर्ने कुरा, फलफुल उत्पादन गर्ने कुरा, त्यो फलफुल अबको मेरो यो दोस्रो कार्यकालको लक्ष्य भनेकै तपाईँहरूलाई कृषिलाई नै प्राथमिकता दिएर अब यहाँ फलफुल खेती र पशुपालनका लागि मात्रै सम्भावना छ भन्ने कुरा हामीले मूल्याङ्कन गरेका छौँ। हिमाली गाउँपालिकाको प्रमुख कृषि र चाहिँ पशुपालन। अब 2 चोटि मैले यहाँबाट ऊन सङ्कलन गरेर हामीले प्रशिक्षण गरिसकेका छौँ। त्यसको रिजल्ट चाहिँ यहाँको ऊन चाहिँ मोटो भयो भन्ने खालको छ। हामी कतिपय निजी उद्यमीहरूसँग पनि हामीले समन्वय गरेका छौँ। त्यस्तै कृषितिर भन्ने हो भने सायद मलाई लाग्छ यो देशका अधिकांश पालिकाहरूमध्येको एउटा पालिका पर्न सक्छ हिमाली गाउँपालिका। हामीले प्रत्येक वर्ष 1.5 करोडदेखि 2 करोड रुपियाँ 7-8 करोड रुपियाँ हाम्रो बजेट आउँछ।
वित्तीय समानीकरणको बजेट, त्यसभित्रको 2 करोड रुपियाँसम्म हामीले कृषिमा लगानी गरेका छौँ। वित्तीय समानीकरणको सशस्त्र छोडेर यहाँ त 50,000 माथि चाहिँ हामीले फलफुलका बोटहरू रोप्न लगाएका छौँ। यो फलफुल उत्पादन भइसकेपछि हाम्रो कृषि एम्बुलेन्स खरिद गरेका छौँ। तपाईँहरूले बजारको चिन्ता गरिराख्नु भएको छ। त्यो बजारको चिन्ता अब तपाईँहरूले गरिराख्न आवश्यक छैन। एउटा मान्छेले, बामको मान्छेले 2 घन्टा धेरै टाढा बोक्यो भने 2 घन्टा पिठ्युमा बोकेर बिछामा गाडीमा हाम्रो कृषि एम्बुलेन्समै राखेर तपाईँहरूले कुल्टीको बजारमा फ्रीमा गाडी भाडा नलिने गरिकन 2 केजी लिन त जाँदैन। तर तपाईँहरूले कम्तीमा 10 क्विन्टलसम्मको कृषि उत्पादन, रैथाने बाली उत्पादन गर्नुभयो भने प्रत्येक गाउँबाट हामीले प्रत्येक वडामा रस्टिक सेन्टर र सङ्कलन केन्द्र हामीले निर्माण गरेका छौँ। यो वर्ष मात्रै 96 लाख रुपियाँ खर्च गरेर। अनि त्यहाँ सङ्कलन गर्ने ठाउँ पनि छ, ढुवानी गर्ने कृषि एम्बुलेन्स पनि छ। अनि सके जतिको खाने गरेर उत्पादन गर्नुहोस्। बिक्री गर्ने, धेरै उत्पादन गर्नुहुने कृषकहरूप्रति त हामी धेरै आभारी हुनेछौँ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन्छौँ हामी। अझै अबको यो आगामी असारको बजेटभन्दा पछि तपाईँहरूले रैथाने बाली हिमालीको मान्छे बाहेक अरूलाई बिक्री गर्न नपाउने गरिकन निर्णय गर्दैछौँ। हामी आफैले सङ्कलन गर्छौँ। बेली पाउने मूल्यमा अझै थप गरेर मूल्य तपाईँहरूले प्रशस्त रुपियाँ पाउने गरिकन, त्यो हामीले आफूले सङ्कलन गरेर हामी फाइदा केही लिनु छैन। यहाँका किसानहरूलाई फाइदा दिने हिसाबले हामी त्यसरी लागिराखेका छौँ। तपाईँहरूले अब बजारको बारेमा चिन्ता गर्न जरुरी छैन। बजार जहाँसम्म पालिकै भित्र चाहिने चिज यहाँ खप्छ। आज पनि मलाई लाग्छ यो धुलाचौरको बजारमा धनगढी नेपालगञ्जको तरकारी खाइराखेका छ। यहाँ हामी कहाँ तरकारी छैन। तपाईँहरूसँग भएको टाढा छ, दुर्गम छ, अहिले तत्कालका लागि ल्याउन सकिने अवस्था छैन। तपाईँहरूले उत्पादन गरेको वस्तु बजारीकरण गर्ने, त्यसको ब्रान्डिङ गर्ने, त्यसको ढुवानीमा अनुदान दिने र कि बढीभन्दा बढी कृषकहरूलाई फाइदा दिने किसिमले गाउँपालिका लाग्छ। तपाईँहरू उत्पादनमा लाग्नुहोस्। बिक्री गर्ने कुरामा तपाईँहरूलाई सहयोग, सपोर्ट गर्ने कुरामा गाउँपालिका पूर्ण रूपमा लाग्छ। र अन्य सङ्घ संस्थाहरू हामीसँग हात जोड्न आउनुहुन्छ भने उहाँहरूलाई हामी हार्दिक स्वागत गर्न चाहन्छौँ, उहाँहरूलाई धन्यवाद दिन चाहन्छौँ, उहाँहरूसँग अनुरोध पनि गर्छौँ। यदि कोही कसैले गरेन भने गाउँपालिकाले जे जति गर्न सक्छ, सङ्घीय सरकारसँग पनि भन्छौँ, प्रादेशिक सरकारसँग पनि भन्छौँ, हामी त्यसरी तपाईँहरूलाई सहयोग गर्ने कुरामा हामी एकदमै लाग्छौँ। र अघि एकजना यो समूहको महिला सायद रोगिनतिरको नदापाटाको हुनुहुन्छ जस्तो लाग्छ। तपाईँहरूको समूह हामी दर्ता गर्ने तयारीमा छौँ भन्नुभएको छ। तपाईँहरू भोलि पर्सि नै आएर समूह दर्ता गर्नुहोस्। गाउँपालिकामा कृषि समूह दर्ता हुन्छ। अझै तपाईँहरू प्यानमा दर्ता गर्नुहोस्। हरेक ठाउँमा तपाईँहरूले फर्म चाहिँ भर्न पाउनुहुन्छ। कृषि ज्ञान केन्द्रबाट सहुलियत लिन पाउनुहुन्छ। प्रदेशमा तपाईँले प्रपोजल हाल्न पाउनुहुन्छ। कृषि समूह दर्ता गर्नुहोस्। र यी कृषि समूह घटाउनुहोस् भन्नेमा छु म। तपाईँहरू लेख्दै जानुभयो भने त यहाँ कृषि समूह त कच्छन् पालिकाभरिमा। हाम्रो जनसङ्ख्याभन्दा सबै कृषि समूहमा आबद्ध मान्छेहरू गन्यो भने हिमाली गाउँपालिकाको जनसङ्ख्या चाहिँ बढ्छ है। त्यो कृषिमा पनि त्यही समूह छ, फेजमा पनि त्यही समूह छ, आइएनएफमा पनि त्यही समूह छ, अर्को संस्थामा पनि त्यही समूह छ। तपाईँहरू एउटै व्यक्ति 4-5 समूहमा बस्नु भएको छ। एउटै गाउँमा धेरै समूह छन्। त्यो एउटै समूह आधिकारिक समूह बनाउनुहोस्, त्यही गाउँको समूह बनाउनुहोस्, त्यसले राम्रो किसिमले काम गर्नुहोस् तपाईँहरू। अनि काम नगर्ने समूह मात्रै गठन गर्ने कामले चाहिँ त्यो काम चाहिँ उपलब्धिमूलक हुँदैन। त्यो भएको हुनाले हामीले अब काम गर्नेतिर लाग्नु पर्यो। अब परनिर्भर होइन, आत्मनिर्भर बन्नु पर्यो। अब मागेर होइन, मागी खाने होइन, माग्ने होइन, दिने बन्नु पर्यो। हामीसँग छ त, स्रोत छ जति पनि। आज यस्तो पछाडि परेको दुर्गम ठाउँमा हाम्रो जति स्रोत भएको ठाउँ हिमाली गाउँपालिका, हामीलाई हिजो पर्खेभन्दा उताका मान्छेहरूलाई हामीलाई जुम्ली भन्थे। जुम्ली भनेको अपहेलित शब्द भनेर जुम्ली भन्थे। आज त्यही जुम्लाको शब्द चाहिँ अगाडि आएको छ। हामीसँग के चिज छैन। तपाईँहरूले 100 बोट दाँते ओखर मात्र रोप्नुभयो भने कहीँ जानु पर्दैन। तपाईँहरूले
कोरिया 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 भन्नुहुन्छ। कोरियामा गएका मान्छेले के काम गर्छन् तपाईँहरूलाई थाहा छ? यहाँ तपाईँहरूले गर्ने भन्दा बढी काम गर्छन् त्यहाँ कोरिया जाने दाजुभाइहरू। साउदीमा जाने मान्छेले के काम गर्छन् तपाईँहरूलाई थाहा छ? भेडा चराउँछन्, उटमाथि चढेर भुइँमा टेक्न सक्दैनन्, त्यस्तो मरुभूमि छ त्यहाँ, एउटा जङ्गल रुख भन्ने भेटिन्न। उटमाथि चढेर भेडा चराउन, यहाँ आफ्ना 100वटा भेडा यहाँ पाल्यो भने त ऊ आत्मनिर्भर त्यसै करोडपति छ। और साउदीका मान्छेका भेडा चराउन हामी यहाँबाट गइरहेको छौँ। दुबई मलेसियामा सारा भवन बनाउन गएका छन् नेपालीहरू, यही इन्डियामा सारा ढुङ्गा फुटाउन गइरहेछ भने हामीसँग प्रशस्त स्रोत छ। ओखर रोप्नुहोस्, स्याउ रोप्नुहोस्, किवी रोप्नुहोस्, तरकारी फलाउनुहोस्। यहाँ तलका मान्छेले आँप रोप्नुहोस्, कागती रोप्नुहोस्, के अरे अनार रोप्नुहोस्, प्रशस्त जमिन छ। भेडा पाल्नुहोस्, बाख्रा पाल्नुहोस्, यसबाट धेरै ठुलो आम्दानी छ। र हामीले धेरै किसिमको व्यवस्थापन सके जतिको गर्दै आएका छौँ। यहाँ शीतगृह निर्माण भएको छ, त्यसलाई सञ्चालन गर्न धेरै गाह्रो छ। तपाईँहरूले उत्पादन गर्नु भएन भने त्यो खाली घर बनाएर त्यो ओडार जस्तो भइरहेछ। अहिले तपाईँ यहाँ आउँदैन। त्यो वार्षिक 10 लाखभन्दा माथि रुपियाँ त हामीले त्यसको विद्युतको पैसा तिर्नुपर्छ यदि साँच्चै त्यो सञ्चालनमा आयो भने। अनि त्यति सामान आएन भने अनि त्यो भवन बनाएर आज सञ्चालनमा हामीलाई धेरै ठुलो समस्या आएको छ। यसको 3 वर्ष अगाडि एउटा वार्षिक कार्यक्रममा उद्योग मन्त्रालयले देशभरिमा 20वटा मात्रै औद्योगिक ग्राम घोषणा गरेको थियो। त्यो 20वटा मध्ये एउटा पार्न सफल भएका हुन्। त यहाँ बनायौँ, त्यसको वरिपरिका अरू संरचनाहरू बन्दैछन्, तर तपाईँहरूले उत्पादन गरिदिनु भएन भने त्यो बर्बाद, खाली बेकार राज्यको लगानी खेर गएको जस्तो हुनेवाला छ। त्यो सबै बनेको छ, 3 फेजको लाइन जोडेको छ, सबै कुरा करिब करिब अन्तिम चरणमा पुगेको छ। त्यो लाइन जोड्दै गर्दा केही सामान्य प्राविधिक मिस्टेक भएको छ, त्यो 2-4 दिनभित्र बन्ने अन्तिम चरणमा छ। त्यसको वरिपरि अन्य भवनहरू बनेका छन्, उद्योगहरू सञ्चालन हुँदैछ। अब तपाईँहरूले यहाँ फैतीतिर यसो बेली 1-2 वर्ष अगाडि त्यहाँ एउटा गहुँ कुट्ने मेसिन ल्याएको थियो धनबादले। अहिले कोदे कुट्नेदेखि लिएर, धान कुट्नेदेखि लिएर, तपाईँको तेल पेल्नेदेखि लिएर यहाँ विभिन्न खालको रिडास, के अरे लिभर, यिनीहरूले जिआइजेड अन्तर्गतका कतिपय सङ्घ संस्थाहरूले ती कामहरू गरिरहेछ। हाम्रो गाउँपालिका तर्फबाट अब गर्ने काम भनेको यहाँका मान्छेहरूलाई उत्पादनमा लगाउने र त्यो उत्पादनलाई प्रशोधन गरेर साना उद्योगहरू सञ्चालन गरेर उद्यमी बनाएर यहाँको बेरोजगारी समस्या हल गर्ने हाम्रो मेन उद्देश्य हो। त्यसका लागि अघि सरले भन्नुभयो, गणेश सरले, सबैभन्दा पहिला त बाँच्नु न पर्यो। म गोविन्द मल्ल भन्ने मान्छे बाँचेको हुनाले गाउँपालिका अध्यक्ष भए आउने, म मरेपछि त अध्यक्ष भइदैन नि। हामी सबै बाँच्नका लागि स्वास्थ्य चाहिन्छ। त्यो स्वास्थ्यमा लगानी गर्ने कुरा एकदमै महत्त्वपूर्ण छ। त्यो बाँचिसकेपछि, स्वास्थ्य स्वस्थ भएर बाँचिसकेपछि शिक्षा चाहिने। शिक्षा भनेको धमाधम पढेर पिएचडी गर्ने शिक्षा मात्रै होइन। तपाईँहरूलाई बाख्रा पाल्ने ज्ञान छ, त्यो पनि शिक्षा हो। कोदो रोप्ने, प्रशस्त कोदो उत्पादन गर्ने ज्ञान छ, त्यो पनि शिक्षा हो। त्यसरी हामीले स्वस्थ रहन जरुरी छ। त्यसपछि शिक्षित हुन जरुरी छ। त्यो शिक्षा भनेको खेती किसानी सारा पढ लेख गर्ने हरेक प्राविधिक कुराहरू। खालि डाक्टर पढ्नेले डाक्टर पढेको शिक्षा मात्रै राम्रो हो भने अरू के हुने? कृषि पनि शिक्षा हो, स्वास्थ्य पनि शिक्षा हो, मास्टर हुने पनि शिक्षा हो, प्रशासनिक कुरा जान्ने कुरा पनि शिक्षा हो, राजनीति गर्न जान्ने कुरा पनि शिक्षा हो। यी सबै कुरा पहिला बाँच्नु पर्यो, त्यसपछि शिक्षा आर्जन गर्नु पर्यो, त्यसपछि त्यो आर्जन गरेको शिक्षा व्यावसायिक रूपमा चाहिँ कार्यान्वयन गर्न जरुरी छ। यहाँहरू धेरैजना आउनु भएको छ। अब मैले यति कुरा किन गरेको भने यहाँ उत्कृष्ट कृषक फेस नेपालले छनौट गरेर केही काम गरिराखेका कृषकहरू यहाँ आउनु भएको छ। तपाईँहरू चिन्तित नहुनुहोस्। तपाईँहरूले उत्पादन गरेको सामान बजारीकरण गर्ने र त्यसको मुनाफा बढीभन्दा बढी दिलाउने काममा चाहिँ गाउँपालिका लाग्छ। र यहाँहरूलाई म यही कुरा अनुरोध गर्न चाहन्छु। र फेस नेपाल जुन धेरै कुराबाट कृषिका कार्यक्रमदेखि शिक्षा सम्बन्धी भर्खर लागू गर्ने कुरा छ भन्ने कुरा भएको छ, स्वास्थ्य यथावत रहने भन्ने कुरा छ, र कृषितिरका केही कार्यक्रमहरू घटेका छन् भने सम्भावना भएसम्म यहाँहरूले चाहिँ
हिमाली गाउँपालिका यस्तो दुर्गम पछाडि परेको ठाउँ जहाँनिर गरिदिए पनि हुन्छ, केही फरक पर्दैन। त्यो तल तल गाडी पुग्यो, सुविधा भयो, अब बाँधु साबेको बाँधु रोगिन सबै ठाउँमा गर्नुपर्छ भन्ने पनि छैन। बिछालाई मात्रै गरिदिनु भयो भने पनि जहाँ जहाँ तपाईँहरूलाई पाएको पर्छ, जहाँ गर्न सकिन्छ, तपाईँहरूको क्राइटेरिया जहाँ पुग्छ, तपाईँहरूले प्रस्ताव गरेका प्रस्तावहरू जहाँका लागि उपयुक्त छन्, यो गाउँपालिकाभित्र कृषि, शिक्षा, स्वास्थ्यका कार्यक्रमहरू यहाँहरूले लागू गर्ने, यो गाउँपालिकालाई समृद्ध बनाउने कुरामा यहाँहरूप्रति हामीले सहयोगको अपेक्षा गरेका छौँ। हिमाली गाउँपालिकाले यहाँहरू